हेलो फ्रेन्ड्स र फेरि पनि तपाईँहरूलाई अर्को ब्लगमा स्वागत छ। र आज चाहिँ हामी जयगाउँ जाँदैछु, जो चाहिँ इन्डो भुटान बोर्डर पर्छ। र आज चाहिँ हामी दुईजना जाँदैछु, म र मेरो बुढी पनि जाँदैछ। उसको कतिवटा काम पनि रहेछ, अनि त्यस कारणले गर्दाखेरि मलाई बुढीले बिहानै भने कि आज हामी जयगाउँ जानुपर्छ। त्यही कारणले गर्दा हामी रेडी भएर अब हामी निस्किन्छौँ। र अब बुढाबुढी जाने भइसकेपछि होइन, यसो ड्रेसअपतिर पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले बुढाबुढीले नै दुईजनाले नै माथिबाट ब्ल्याक लगाएको छु भनेदेखिको तलबाट हामीले ब्लू डेनिम जिन्स लगाएको छु। र अब चाहिँ हामी निस्किन्छौँ। र साथी अहिले चाहिँ हामी राङमटी आइपुगिसकेको छ। राङमटीदेखिको जस्ट तल मात्रै झर्दाखेरि यो खोला आइपुग्छ। यो खोलाको नाम चाहिँ वर्षा खोला भन्छ। र यो खोला चाहिँ भुटानदेखिको बगेर यता इन्डियापट्टि आउँछ। इन्डियापट्टि यो तपाईँको तल गएर ठुल्ठुलो खोलाहरूसँग जोडिएर लास्टमा गएर यो बङ्गलादेश पुग्छ है। खोला चाहिँ मैले तपाईँलाई भने नि, यो खोला चाहिँ भुटानदेखिको बगेर आउँछ भनेर। यो जुन चाहिँ यो जति पनि यो भिर पहाडहरू जुन चाहिँ तपाईँले देख्नु सक्नुहुँदैछ, यो चाहिँ डल्लै यो चाहिँ भुटान हो। यो चाहिँ तपाईँले यो जग्गालाई चाहिँ पासाका भन्छ। यो चाहिँ पासाका भुटान हो। यो डल्लै जो जति पनि यो पहाडहरू देख्दैछ यसलाई चाहिँ पासाका भुटान भन्छ। अनि यो जुन चाहिँ यो तपाईँलाई म जुम गरेर देखाउँदैछु, यो जुन चाहिँ यो यहाँनिर धुवाँहरू उडेको जुन चाहिँ देख्दैछ, यो जुन चाहिँ फ्याक्ट्रीहरू देख्दैछ, यो चाहिँ जम्मै यो चाहिँ पासाकाको यो इन्डस्ट्रिज एरियाहरू हो। यो इन्डस्ट्रियल एरियाहरू हो। यो यहाँनिर चाहिँ पुरा ठुल्ठुलो फ्याक्ट्रीहरू छ। यहाँनिर तपाईँले बियर फ्याक्ट्रीदेखिको लिएर के भन्छ सिमेन्ट फ्याक्ट्री, स्टिल फ्याक्ट्री, थरीथरीको यहाँ फ्याक्ट्रीहरू छ यहाँनिर। कुनै दिन तपाईँहरूलाई त्यहाँनिर गएर भित्रैबाट तपाईँहरूलाई म एक्सप्लोर गरेर तपाईँहरूलाई म देखाउनेछु। हामी फेरि हाम्रो सफरलाई निरन्तर अगाडि बढाउनेछु र भिडियोमा बनिरहनु होला है त। र साथीहरू अहिले चाहिँ हामी मङ्गलाबारे हाट बजार आइपुगिसकेको छु। र यो मङ्गलाबारे हाट बजारमा चाहिँ यहाँनिर बाटोको छेउमै नै हामीले धेरै यो लुगाहरू राखेकोहरू देख्यौँ। र यसै अब मेरो बुढीले चाहिँ अब यहाँनिर पसेर यहाँनिर हेर्छु भन्दैछ, के कस्तो चिजहरू कति दाममा कस्तो चिजहरू पाउँदैछ भनेर। र दाजुले यहाँ के भन्दैछ भने हाम्रो लुगाहरू दामी छ भन्दैछ ल। दाजुले यहाँनिर हामीलाई एउटा जिन्स प्यान्ट देखाउँदैछ। कति अरे दाजु यसको प्राइस? 250। 250मा यति राम्रो जिन्स प्यान्टहरू यहाँ देखाउँदैछ दाजुले। ल साथी आउनु है, यहाँनिर आएर यसो भिजिट गरेर जानु। राम्रो चिजहरू तपाईँहरूले यहाँनिर पाउनुहुन्छ। प्यान्टदेखिको ब्रान्डेड लिभाइसको भन्छ। लिभाइसको ब्रान्डेड प्यान्ट चाहिँ तपाईँले यहाँनिर 250 रुपियाँमा मात्रै पाउनु हुँदैछ। र साथीहरू आएर भिजिट गरेर जानुहोस्। यो चाहिँ मङ्गलाबारे हाट बजार स्थित जग्गामा हो यो चाहिँ। र यहाँनिर बाटोको छेउमा हो। र यहाँनिर टी सर्टहरू पनि छ। यो 100 रुपियाँमा यहाँनिर टी सर्टहरू पनि तपाईँहरूले देख्दैछ। 100 रुपियाँमा साथीहरू यति दामी टी सर्टहरू चाहिँ मात्र 100 रुपियाँमा तपाईँहरूले पाउनु हुँदैछ। अर्को पनि देखाउनु, यति राम्रो टी सर्टहरू चाहिँ तपाईँहरूले मात्र 100 रुपियाँमा मात्रै पाउनु हुँदैछ। हेर्नुहोस् है, यहाँ यो सबै लेडिजहरूको टी सर्ट हो। यति दामी टी सर्ट।
दिदी यता नि हेर्नुहोस् 100 मै हो र 100 को सेल हो यो सबै 100 रुपैयाँ हो यो 100 रुपैयाँ सबै यो यहाँ सबै माथिको 100 यो मुनिको तलकोहरू चाहिँ योहरू चाहिँ यो बेस्टहरू सब जति भित्र सब 100 सबै 100 नि मेरोमा 100 को माल 100 दिदी लान्छ होला एउटा साथीहरु हामी मङ्गलबारे हाट बजारबाट निस्किँदाखेरिको तपाईहरुलाई भिडियोमा देखाउनु पाएन किनभनेदेखिको एकदमै त्यहाँनिर ट्राफिक जाम भएको कारणले गर्दाखेरि त्यहाँबाट धमाधम गरेर हामी निक्लिहाल्नु पर्नु भयो त्यही कारणले देखाउनु पाएन तपाईहरुलाई र साथीहरु अब चाहिँ हामी जयगाउँको एकदमै फेमस ठाउँ सुपर मार्केट पस्न आँटेको छु सुपर मार्केट चाहिँ तपाईँको केमा फेमस छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ सेकेन्ड ह्यान्ड जुन चाहिँ जेबीको लुगा हुन्छ नि जेबी जय बङ्गलाको लुगा त्यसमा चाहिँ एकदमै धेरै प्रसिद्ध छ यो ठाउँ चाहिँ किनभनेदेखिको यहाँनिर चाहिँ तपाईँको कोरिया जापान भियतनाम थाइल्यान्डहरूदेखिको यहाँनिर लुगाहरू यहाँनिर इम्पोर्ट हुन्छ र इम्पोर्ट भएर चाहिँ यहाँनिर यति दामी दामी लुगाहरू तपाईँहरूले एकदमै कम्ती दाममा तपाईँले यहाँनिर पाउनुहुन्छ र त्यो चिजहरू म तपाईँहरूलाई देखाउने छु अगाडि र साथीहरु यहाँनिर चाहिँ तपाईहरुले हरेक थरीको यहाँनिर लुगाहरू तपाईहरुले पाउनुहुन्छ यहाँनिर लेडिजको जेन्ट्सको बच्चाको बुढोको के भन्छ विन्टरको समरको टी सर्ट प्यान्टदेखिको लिएर ज्याकेटदेखिको लिएर हरेक थरीको यहाँनिर तपाईहरुले लुगाहरू पाउनुहुन्छ र एकदमै कम्ती प्राइसमा एकदमै चिप भन्दा चिप प्राइसमा तपाईहरुले यहाँनिर यो सब चिजहरू यो पाउनुहुन्छ तपाईहरुले बुढीले के किने त अन्त चारटा टप दुईटा फुल प्यान्ट एउटा चप्पल त्यति नै किनेको अरू के मन परेन भयो नि ल मलाई पनि यो एउटा हाफ प्यान्ट मन पर्यो र साथीहरु अब शपिङ पनि सबै भइहालेछ मेरो बुढीले पनि 5-6वटा टी सर्टहरू टपहरू सबै किनिहालेछ र मैले पनि भर्खरै एउटा आर्मी कारको हाफ प्यान्ट मैले पनि किन्यो र अब हामी निस्किन्छु अब किनकि टाइम पनि धेरै भइसक्यो र साथीहरुलाई रिक्वेस्ट छ लाइक शेयर कमेन्ट अनि फलो गरिदिनु चाहिँ नभुलिदिनु होला फेरि भेटौँला अर्को भिडियोमा ल बाइ